गोल्ड यानी कि सुन। सुन भन्ने बित्तिकै तपाईँको दिमागमा के आउँछ? पहेँलो धातु, गहना, यी सबै कुरा आउँछ होइन? हो। विगत हजारौँ वर्षदेखि सुनलाई हामीले एकदमै अत्यावश्यक धातुको रूपमा प्रयोग गर्ने गरेको छ। यसलाई एउटा ट्रेडको रूपमा होस् र यसलाई इजी इन्भेस्टमेन्टको रूपमा होस् र हामीले दैनिकी प्रयोग गर्ने ज्वेलरीको रूपमा होस्, गहनाको रूपमा होस्, यो एकदमै अत्यावश्यक चिज हाम्रो दैनिक जीवनमा भइसकेको छ। र कतिपय मानिसहरूको दिमागमा के छ भने सुन आज किनेर आज बेच्दा भोलि नै बेच्दा प्रफिट हुन्छ, तर त्यसो होइन। सुन लङ टर्म इन्भेस्टमेन्टको लागि चाहिँ हामीले युज गर्न सक्छौँ। यसरी इन्भेस्ट गर्दाखेरि तपाईँलाई के हुन्छ भने नेपालको कन्टेन्टमा के छ भने 5 देखि 10% तपाईँले जर्ती भनेर तिर्नुहुन्छ, जसलाई वेस्टेज भनिन्छ। र यो बाहिरको कन्टेन्टमा के छ भने मेकिङ चार्जै भनेर लिने गरिन्छ। र बाहिरको कन्टेन्टमा के छ भने तपाईँले ज्वेलरी कुन टाइपको ज्वेलरी पर्चेस गरेर हुनुहुन्छ त्यसको आधारमा तपाईँलाई 5 देखि 10, 15, 20 र 30% तपाईँको चाहिँ मेकिङ चार्ज तिर्नु पर्छ। तर बाहिरको हिसाबले हामी कहाँ जर्ती एकदमै कम छ। तपाईँले जस्तोसुकै गहना बनाउनुहोस् तर जर्ती एकदमै कम छ बाहिरको कन्टेन्टमा यहाँदेखि त्यहाँ। तर हो यही जर्ती 5 देखि 10%सम्म तपाईँ 10%सम्म तपाईँले तिर्नुहुन्छ। यो पनि त रिकभर गर्नुपर्ने होला। यसको लागि सर्ट टर्म इन्भेस्टमेन्टको लागि भनेर चाहिँ ज्वेलरी भन्छ। यो चाहिँ एकदमै लङ टर्म इन्भेस्टमेन्ट, मानव 3 वर्ष 4 वर्ष 5 वर्षपछि यसको तपाईँको भ्यालु बढ्ने हो। विश्व बजारमा यसको भ्यालु पनि उच्च स्तरमा बढिरहेको छ, दिन प्रतिदिन उकालो लागिरहेको छ। त्यसैले तपाईँको केही प्रतिशत कमाइको केही प्रतिशत तपाईँले सुनमा इन्भेस्ट गर्नुहोला। तपाईँको बच्चाको, तपाईँहरूको उज्जवल भविष्यको लागि सुनमा इन्भेस्ट गर्दाखेरि फाइदाजनक हुनेछ। अहिले तपाईँले गोल्डमा सानो सानो रकम इन्भेस्ट गर्दै हुनुहुन्छ र भोलि भविष्यमा तपाईँको बच्चाहरूको लागि, तपाईँको लागि त्यो सानो रकमले, सानो इन्भेस्टमेन्ट नै भोलि गएर ठुलो तपाईँको रकम बन्नेछ पनि, सक्छ मात्र होइन, बन्नेछ पनि। त्यसैले आजैदेखि तपाईँहरू सुनमा इन्भेस्टमेन्ट गर्ने बानी बसाउनुहोस्। हरेक महिना थोरै बचत सानो सानो सामान भए पनि तपाईँहरू किन्नुहोस् र भविष्य किन सुनिश्चित गर्नेछ तपाईँको। हस्, धन्यवाद। भिडियो हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद। फेरि पनि सुन चाँदीको विषयमा अर्को भिडियोमा कुरा गर्न सक्छौँ।